हेलो साथीहरू नमस्ते छ तपाईँहरूलाई सबैजनालाई मेरो मम्मी छोरी ब्लगमा स्वागत छ। अनि आज चाहिँ मेरो भतिजिनी छोरीको हल्दी रसम थियो अनि गएको थिएँ। यो ब्लाउज चाहिँ मैले तपाईँलाई अस्ति देखाएको थिएँ, त्यही ब्लाउज चाहिँ आज यो लेहेङ्गाको कम्प्लिट भयो। अनि हेरेर भन्नुहोला कस्तो के भएको छ भनेर। अझ तपाईँहरूलाई पनि मन पर्यो भने आएर मेरोमा सिलाउन सक्नुहुन्छ। अनि त्यो लेहेङ्गा चाहिँ लिएर गइन् अनि मैले मेरो छोरीलाई नुहाइधुवाइ गरिदिन थालेँ। आज चाहिँ दिदीको हल्दी रसममा जानुपर्छ छोरी भनेर राम्रो राम्रो हुनुपर्छ भन्दै अनि छोरीलाई पकाउँदै म नुहाइदिँदैछु। यसै त मेरो छोरी नुहाउँदाखेरि रुदिनन् र पनि नुहाइदिइसकेपछि मैले अनि यता छोरीलाई चटकटिटिक पारेर एकछिन सुताएँ। छोरी चाहिँ खेलिरहेको छिन्, त्यहाँबाट छोरी सुतेपछि म पनि नुहाइधुवाइ गरेर अनि क्रिम स्रिम दलेर अब चाहिँ म पनि लाग्नु पर्यो बेघरतिर भनेर रेडी हुँदैछु। यहाँबाट फाइनल रेडी भइसकेँ म अनि छोरी। अनि हामी चाहिँ अब जाने भनेर निक्लेर अनि हामी चाहिँ मम्मी छोरी जाँदैछौँ। छेउमै छ नि त हाम्रो चाहिँ, त्यति चाहिँ टाढो छैन। अनि पुग्यो पनि फाइनली। अनि हल्दी सल्दी चाहिँ ठिक पारिरहेको रहेछ पिस्नु भनेर। अनि हल्दी पनि पिसिसकेपछि हाम्रो एकजना भतिजिनी छोरीले चाहिँ फेरि डेकोरेट गर्दै थिइन्। अनि डेकोरेट गरिसकेपछि साइडमा राखिसकेपछि हल्का अनि मेकअप गरिदिनु पर्यो भनेर मेकअप चाहिँ गरिदिँदैछिन्। अनि हातले लगाइदिँदैछिन् कि त्यो छैन अरे लगाइदिने पनि। अनि हेर्नु सक्नुहुन्छ आज पेन्डेल चाहिँ यस्तो खालको लगाएको छ। मतलब बाटो निकै भित्र पस्नुपर्छ, बाटो परैदेखि नै लगाएको छ। लगाउँदै मतलब राम्रो छ, ठुलो छ, जग्गा चाहिँ फरकिलो छ। हेर्नु त डिजाइन कस्तो लागेको छ, धेरै राम्रो लागेको छ। हेर्दाखेरि चाहिँ भिडियोमा कस्तो छ के छ चाहिँ अब भिडियोमा चाहिँ त्यस्तो नदेखिनु पनि सक्छ। अनि यहाँ हेर्नुहुन्छ बेहुली बस्ने जग्गा। अनि बेहुलीले चाहिँ बसिसकेकी छिन् मेरो छोरीलाई पनि लिएर। अनि छोरी चाहिँ मानेकै छैनन् कि। अनि मैले चाहिँ यताउता के छ कस्तो खोपले के गर्दैछ भनेर देखाउनु पर्यो भनेर नि उतै। अनि यहाँ चाहिँ हाम्रो पुष्पा बिचरा धेरै काम गरिदिन्। अनि त्यहाँ कसार पटार नुहाउँदै थिएँ सबैजनाले। अनि म चाहिँ देखाउँदै थिएँ अनि भन्दै थिएँ हाम्रो भान्जी चाहिँ लु भोलि चाहिँ हामीले देख्नु पाइन्छ भिडियोमा सबैजना मजाले हेर्नु भन्दै जिस्काउनु हुँदै थियो। अनि यतै हल्दी पनि लगाइदिनु थाल्नुभयो हाम्रो दाजुले। अनि दाजुले लगाइसकेपछि दिदीले लगाइदिनु हुँदैछ। हामी चाहिँ पहिला ठुल्ठुलोले सबैले लगाइसकेपछि त्यहाँबाट अनि अरूले लगाउनु पर्छ भन्दै यहाँ सबै बेहुलीको चाहिँ बढी आमा बडा बाउले मात्रै लगाइदिइराख्नु भएको छ, ठुल्ठुलो मान्छेहरूले पहिला। अनि यहाँ लगाइराख्नु भएको छ दिदीहरूले सबैले लगाइराख्नु भएको छ। तपाईँहरू चाहिँ भिडियो हेरेर कस्तो लाग्छ के लाग्छ कमेन्ट गरेर भन्नुहोला। अनि लाइक सेयर कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। यहाँ चाहिँ लगाइदिइराख्नु भएको छ सबैजनाले। पालेपछि बेहुलीको भाउजूहरूले, बेहुलीको ठुली आमा निनी सबैले लगाइदिइराख्नु भएको छ। मेरो चाहिँ पाले आएको छैन, म चाहिँ सानो हो नि त, अब अलिक पछाडि लगाइदिनु पर्यो भन्दै। अनि उता दादाले फेरि फोटो पनि खिचिदिइराख्नु भएको छ कि। अनि सबैले अनि लगाउँदै फोटो खिच्दै गरिराख्नु भएको छ। अनि यता बेहुलीको दिदी पनि आएर लगाइदिइराख्नु भएको छ। अनि यता बेहुलीको भाउजूले लगाइदिइराख्नु भएको छ। तपाईँहरू सबैलाई नै मैले उठाएको छु भरे भिडियोमा चाहिँ देखिनँ भनेर नभन्नु। यसो भिडियोमा देखिसकेपछि चाहिँ भन्नु है कमेन्ट गरेर म पनि छु भनेर। अनि यहाँ फाइनली मेरो पाली चाहिँ आयो, मैले लगाइदिएँ। मैले लगाएपछि पुगेँ। अनि दादालाई भने दादा यसो हाम्रो फोटो खिचिदिनु न भनेर। अनि दादाले फोटो खिचिदिनु भयो। दादाले फोटो खिचिसकेपछि अनि छोरीसँग पनि म फोटो खिच्नु पर्यो भनेर अनि लिएर राखेको छोरीलाई। छोरी चाहिँ उता हेरेको गर्छिन्, क्यामेरातिर चाहिँ हेर्दैनन् र पनि एक दुई बार अनि खिचेको पारेपछि फोटो हामी चाहिँ फाइनली निक्ल्यौँ त्यहाँबाट। अनि त्यहाँबाट निक्लेपछि अरू पनि हुनुहुन्थ्यो नि त, अरूलाई पनि दिनु पर्यो लाउनु लागि, आफू मात्रै बसेर भएन। अनि यहाँ पनि लगाइदिइराख्नु भएको छ बेहुलीको निनीहरू अझै हुनुहुन्छ। अनि यहाँ चाहिँ बेहुलीको भाइलाई लगाइदिनु भनेको, बेहुलीको भाइ त आएर बिचरा इमोसनल भयो कि एकदम, त्यो चाहिँ देखाउनै सकेन। अनि यहाँ चाहिँ हाम्रो आरती भन्नुहुँदै थियो भाउजू तपाईँको भ्लगमा चाहिँ मलाई पनि देखाउनै, नभए त म लाइक गर्दिनँ नि भन्दै थिएँ। मैले देखाइदिएको छु, ल है बुनु लाइक गरिदिनु कमेन्ट गरिदिनु। अनि ओके गाइस बाइ बाइ।